Good morning, साथीहरू. Welcome back to my channel. Been a while. Away भएको युट्युबबाट few months I've been grinding for जुन कुराको लागि म नेपाल गएको थिएँ and I've been like grinding my ass to find people, to meet the people, to make new connections and to make it happen. Long story short, नयाँ ठाउँमा सेफ भएको छु अहिले with my college mates. So राम्रो एरिया छ. So आज is 19 May 2025 ठ्याक्कै 3 वर्ष भएछ अस्ट्रेलिया आएको. तपाईँले थाहा पाइसक्नुभयो होला टाइटल हेरेर 3 वर्ष अस्ट्रेलिया आएको भन्दाखेरि हिजो म ग्यालरीको छु, मेरो गुगल फोटोजको छु, पुरानो भिडियोजहरू हेर्दै थिएँ अनि यसले चाहिँ मलाई नराम्रोसित हान्यो. इन अ सेन्स द्याट प्योर नस्टाल्जिक भाइब्स थियो. आज चाहिँ 19 मे इट्स माई बर्थडे एन्ड सेम एक्ज्याक्ट बर्थडेको दिन 3 वर्ष अगाडि म नेपालबाट अस्ट्रेलियाबाट हिँडेको, नयाँ सपना बोकेर हिँडेको. सो लुकिङ ब्याक यो सबै हेर्दा एकदमै खुसी लाग्छ टु बी इन अ प्लेस वेयर आई एम राइट नाउ. भिजन बोकेर सोचेर आएको थिएँ एन्ड आई थिङ्क इट्स गोइङ प्रिटी वेल भन्छु म. ह्याड सम डिफिकल्ट ट्रबल. मेरो लाइफमा चाहिँ अस्ट्रेलिया चाहिँ मेरो फर्स्ट अप्सन थिएन टु बी हियर क्या. सो अस्ट्रेलिया भन्दा चाहिँ अगाडि चाहिँ I have applied for US, not just once, not just twice, thrice, and 3 टाइम चाहिँ म रिजेक्ट भएको थिएँ. त्यो मोमेन्ट चाहिँ I even can't explain कति मेरो हार्ट स्याटर भएको थियो. बिकज त्यो भिजा प्रोसेसको लागि इन्डिया दिल्लीमा 2 टाइम्स एन्ड देन कोलकातामा 1 टाइम. सो त्यसरी ट्राभल गरेको थिएँ अन्जान सहरमा गएर. त्यसरी रिजेक्सन पाउँदाखेरि अनि यु डोन्ट ह्याभ एनी सोल्जर्स टु क्राई अन. सो इट हेज हिट मी अ लट होइन. त्यही कुराले नै ओभर द इयर्स मलाई चाहिँ हेज बिन अ स्ट्रङ फाउन्डेसन टु पुस माई सेल्फ, टु पुस माई एबिलिटिज अनि. सो आई फेस त्यस्तो कुराहरू. सो यस्तो सानो पिटी प्रब्लम्सहरूसँग चाहिँ आई ओभरकेम टु डिल. कसरी यससँग डिल गरिन्छ आई लर्न हार्ड वे होइन. सो त्यही कुराले नै अस्ट्रेलियामा स्ट्रङ र एउटा फाउन्डेसन बनाउनु चाहिँ मलाई हेल्प गरेको छ. नम्बर 3 चाहिँ मलाई ब्लेस्ड नम्बर भन्नु के कस्ट भन्नु. इट हेज बिन अ कन्जुकेट नम्बर जुन विच हेज बिन फलोइङ मी फ्रम लास्ट 3 years क्या. आई गट टुडे म 23 इयर्सको भएँ एन्ड इट्स बिन मेरो रिजेक्सन पनि थ्राइस नै थियो. नम्बर 3 क्यान यु सी द्याट डट्स बिङ कनेक्टेड. सो आई ट्रुली बिलिभ यो देयर इज समथिङ स्पेसल पावर बियोन्ड हामीले जुन इमेजिन गर्न सक्छौँ होइन. जुन कुरा चाहिँ हाम्रो हातमा छैन क्या. यु क्यान कन्ट्रोल इट इज वाट इट इज. फल इन्टु द इट्स प्लेस नेचरको अगाडि यु क्यान डु एनिथिङ क्या. सो सबै कुरालाई एक्नोलेज गरेर मुभिङ फरवर्ड. आइ एम ब्लेस्ड बाई द लर्निङ्स, द फेलियर्स द्याट आई हेभ गट इन माई लाइफ. त्यही कुराले नै अगाडि सिक्न र सुधार्न सहयोग गरेको छ र देयर इज अलवेज रुम फर इम्प्रुभमेन्ट. यही कुरा नै म प्र्याक्टिकल्ली मेरो आफैमा एप्लाई गर्दै आएको छु. सो आजको मौसमको कुरा ओभरअल कुरा गर्नुपर्दा इट्स प्रिटी मच विन्डी रेनी हुनेछ. डिडन्ट वान्ट टु भ्लग इट आउट होइन. आज क्यामेरा निकाल्नै मन थिएन. म मेरो ट्र्याप लुपमा फसिसकेको थिएँ. सेम कन्टेन्ट बनाउँछु भनेर जुन नेपालमा गएको थिएँ आई एन्डेड अप मेकिङ 5वटा कन्टेन्ट. बट एभर सिन्स म अस्ट्रेलिया ल्यान्ड भएको 3 months भयो आई ह्याड 2टा पेन्डिङ भिडियो जुन अहिलेसम्म अपलोडेड छ मेरो क्यामेराको ग्यालेरीमै सेभ भएको छ. आई डोन्ट नो व्हाई रिजन आई कुडन्ट अपलोड इट है. मेरो 23 इयर्स सेल्फको लागि चाहिँ रिमाइन्डर हुन्छ कि द्याट 19 मेमा वाट आई हेभ डन. अरूले हेर्नुहुन्छ नट जस्ट फर सेक अफ माई 23 इयर्स सेल्फ टु बी. सो वेन आई गो ब्याक टु 60 इयर्स ओल्ड त्यसपछि बसेर हेर्दाखेरि चाहिँ अनि ओके 23 वर्षको सुशान्त चाहिँ यहाँ थियो है. आई वान्ट टु फाइन्ड माई सेल्फ लाइक द्याट मुभिङ फरवर्ड. म एउटा सानो भिडियो आजको लागि म त्यो क्विकली एडिट सिद्धाएर कफी ल्याएर आई प्याक माई लन्च एन्ड मुभ फरवर्ड. अनि हाम्रो आजको दिनभरि के हुन्छ आई विल सो यु है त. अलराइट हाम्रो एडिटिङ पनि सकिसकेको छ. हाम्रो अलमोस्ट फाइनल प्रोडक्ट चाहिँ रेडी भइसकेको. सो वी गेटिङ लेट. वी निड टु मुभ क्विक फरवर्ड. यहाँबाट 15 मिनटको वाक छ. हामी सिधै जिमभित्र भेट्छौँ. अनि हामी कहिले पनि अगाडि कहाँ कुनै प्लेस अब एक्सक्युजेस हुन्छ नि त हामीसँग. ओके मसँग मिल भएन मैले त अब बर्गर खानु. डुड ह्याभ दिस ह्याबिट अफ प्याकिङ अ मिल क्या. यसले गर्दाखेरि यो इट्स अ लाइफ सेभर. जहाँ पनि जाँदाखेरि यु डोन्ट ह्याभ टु इट जङ्क फुड. सिधै यु पिक अप यर मिल एन्ड यु क्यान ह्याभ इट. So that's the best way which you can implement right now. It doesn't cost money. घरमा बनाएको खानु healthy and clean best. So एउटा राम्रो फिलोसफी भनेको छ you don't need to be great to start, you just have to start. आजको क्लाइन्ट जो आउन लाउनु भएको छ जो ब्रदर भनौँ होइन. त्यो ब्रदरको क्विक ब्रिफ ब्याकग्राउन्ड ल्याएको थियो अनि इज अ सुपर बिगिनर क्या. अनि
त्यो कुरा देखेर चाहिँ मैले 2 वर्ष अगाडि जुन इनिसियल स्टेप टुक गरेको थिएँ त्यही कुराको मलाई फ्ल्यासब्याक दिन्छ. सो आई रियली वान्ट टु हेल्प दोज गाइज हु रियली want to put themselves out and really challenge their physical boundaries. So let's see के हुन्छ. and so भर्खरै उसले फोन गरेको थियो and I asked him that most of my clientलाई चाहिँ be there before 10 minutes भनेको आज आफै नै ढिला भएछ. so technically plan अनुसार चाहिँ we need to be there 8 बजे but 7:50 भइरहेको छ. he is already there. so I'm assuming this guy is on dot. he wants to change himself. let's see. So had a beautiful session with 2 of my clients. That's what I expect. है बस डेट. सो एउटा सानो इन्सिडेन्ट चाहिँ मैले बिहान 3 कन्जुकेटिभ नम्बरको गएको थिएँ एन्ड सेम थिङ आज वाल आई वाज ट्रेनिङ क्लासमा एउटा सर्किट ट्रेनिङ हालेको थिएँ अनि द टाइम फ्रेम मैले स्टेप अप्रो उसलाई एउटा सानो एउटा टेस्ट दिएको थिएँ अनि हि कम्प्लिटेड द्याट टाइम फ्रेम अनि ठ्याक्क मैले स्टप वाच गर्दाखेरि इट वाज 3:33 क्या लिटरली 3:33. आई वाज इज दिस युनिभर्स इज ट्राइङ टु सो मी समथिङ. त्यो कस्तो एउटा हिट भइदिएर क्या लाइक 3 number is been following me. अब मैले प्रिभियसली भनेको थिएँ आई डोन्ट नो इट्स अ ब्लेसिङ अर कर्स बट इट इज वाट इट इज. आइ एम ह्याप्पी द्याट आई टर्न 23. धेरै कुरा ट्याप गर्नु छ. आइ एम ह्याप्पी द्याट जुन पोजिसनमा छु आई सी माइ सेल्फ. आइ एम सुपर ग्रेटफुल. मेरो फर्स्ट मिल हिजो राति नै बनाइसकेको थिएँ ओट्स अनि सो थोरै मैले डार्क चक्लेट फर्ममा म्याग्नेसियम आयन स्टफ हालेको छु. रफली अराउन्ड 800 क्यालोरिजको होला. द्याट्स वाइ आई निड टु फ्युल माइ सेल्फ. डन फर द सेसन. मिल पनि खाइसकेको छु. त जुन एउटा भिडियो चाहिँ आम जुमिङ सानो एउटा रिल्स बनाएर चाहिँ आइजीमा पोस्ट गरौँ भनेर आज जसकै भिडियो छ भए कन्टेन्ट क्रिएसन चाहिँ लेट्स इट हेज बिन भेरी क्लोज टु माई हार्ट किनकि इट हेज हेल्प मी टु सो हो म चाहिँ को हुँ र हाउ हेभ केम हाउ हेभ स्टार्टेड एन्ड हेभ डन द फाइनल एडिट एन्ड देन हामी आज ट्रेनिङ सेसन मजाले अप्रोच गर्न सक्छौँ. हेल्थ ओट्स खाएको पनि अल अराउन्ड लाइक 40 minutes हुनु लाग्यो. बडी माइन्ड बिस्तारै डाइजेस्ट हुँदैछ. सो वी डोन्ट ह्याभ मच टाइम. बेलुका समवेयर जानुपर्ने छ. दिदी बेनाजुले बोलाउनु भएको छु. सो आजको वर्कआउट चाहिँ मेरो कोचले बनाइदिनु भएको फर मी. यस पिपल थिङ्क टपमा पुगिसकेपछि यु डोन्ट निड कोच. तपाईँ जतिसुकै टपमा जानुहोस् यु अलवेज निड कोच टु इम्प्रुभ यर सेल्फ. किनकि तपाईँ आफूलाई भन्दा पनि तपाईँ अरूले एनालाइज गर यु विल मच मोर फाइन तपाईँलाई बेटर पोजिसनमा. आफूलाई त आफू सबै ठिक जस्तो लाग्छ तर when someone is there more accountable त्यतिखेर नै यो पर्सनल ट्रेनिङको इम्पोर्टेन्स थाहा हुन्छ कि हाउ दिस पिपुल आर पुटिङ देयर एफर्ट्स टु मेक यो वर्कआउट मोर एफिसियन्ट. तपाईँले टार्गेट गरेको गोल टु मिट यर निड्स एन्ड देम सो आई प्रिटी मच वार्म अप. भने आजको जुन काइन्ड लाइक वुड बी मोन्टाज थ्रु आउट द सेसन कस्तो हुन्छ I'll just go with the flow and I'll push myself to the edge according to workout. अनि आजको मोन्टेज the past few days देखि प्रपर रिकभरी नभएर I couldn't push. सो रिसेन्टली मेरो रुटिनमा चाहिँ I want to यो इयरको रेजुलेसन भनेको चाहिँ get my maximum lifts, get master this skill, bench press. So all about mastering and crafting that. सो लास्ट विक चाहिँ 20 गरेको थिएँ अनि यस्तो गर्दा चाहिँ मेरो नेक्स्ट वर्कआउटसम्म ह्याम्पर गरिरहेको थियो. सो स्लाइडली कोचले चाहिँ रिड्युस गरिदिनु भएको छ वेट रेपिटेसन. लेट्स सी हाउ इट गोज अनि देन त्यसरी नै हामी फरवर्ड मुभ गर्छौँ है त. 1 2 3 4 5 इजी नै थियो. लेट्स मुभ टु अर्को सेसन. So 56 minute my workout done for the day. 12:51 भयो. Let's see. आजको बडी पे चेक. Every birthday this should be my reminder that you need to push something your edge. You need to get out of your comfort zone where you are feeling comfortable. Birthday भनेर don't go easy on yourself. दिनभरि छुट्टी लिएर sleeping all day, partying more. No, you still gotta do the work. You gotta do what you gotta do. Always that, follow that mantra and you'll go rest life. तपाईँ imagine तपाईँ सबसे लाइफको happiest मोमेन्टमा नि you can push yourself. Imagine तपाईँ तल हुँदा how you will pull yourself from that thing. So यही मन्त्र नै has been for my life throughout 3 years सिकेको. Let's go. नेपाल जानु अगाडि लास्ट टाइम पोज मैले यहीँ गरेको थिएँ. लेट्स सी कस्तो डिफ्रेन्स आएको रहेछ फ्रेममा. लेट्स सी.
this has to be best 23 years old, best 23 years old Sushant ever could be. That's the best version of myself. So if I ever need motivation, I'll go to YouTube archive and see that Sushant, what he has been through and how he had came for his own battle and remain unshattered throughout these moments. यही कुरा नै I'll give takeaway from myself. चाहे त्यो birthday होस्, चाहे तपाईँको त्यो highest moment होस्, चाहे lowest moment. You gotta do what you gotta do. That mantra has been my त्यही नै mantra I've been following. चाहे त्यो highest होस्, try to be as neutral as possible. Cherish the moment. Acknowledge what you came through and rectify your mistakes, what you have done, and move forward. That's the part of life. It wasn't like time to live. A lot of हामी मान्छेहरूको or humanका हामी सबैको एउटा कमन नेचर हुन्छ कि we don't have the right equipment होइन, right resource भएन भनेर हामी कम्प्लेन गरिरहेको हुन्छ. बट गेस वाट, राइट इक्विपमेन्ट भन्दा नि हामीसँग भएको रिसोर्सेसकै म्याक्सिमम युटिलाइज गरिरहेको हुँदैनौँ. वी आर मिसिङ लट अफ थिङ्स. इभन यो फोन मसँग नभएको पनि आई वुड स्टिल बी सरिङ दिस फुटेज, किनकि आई नो माई स्टफ राइट. सो मसँग पहिला मेरो एन्ड्रोइड फोन हुँदाखेरि आई स्टिल ह्याभ टेकन द्याट सट क्या. सो चाहे त्यो जिम जान हो, चाहे त्यो घरमै बसेर वर्कआउट गर्न, जिमको एक्सेस छैन, आई क्यान नट अफोर्ड, दोज आर अल बुलसिट एक्सक्युजेस क्या. इन्टरनेटमा गयौँ भने हामी आवर फाइन्ड हन्ड्रेड्स अफ रिसोर्सेस होइन. बिकज तपाईँको त्यो वाइ नै स्ट्रङ छैन क्या. इफ यु वाइ सो ड्याम स्ट्रङ, यु फिगर आउट all the why you need to do that, why you need to go to gym, why you need to record that shit even if it's hard. Make sure you utilize your resources to the max potential. So fun fact, म जुन सभामा बस्छु यहाँ एउटा ठाउँमा चाहिँ एकदम दामी कफी सेल गर्नुहुन्छ, इट्स प्रिमियम. सो मेरो ठ्याक्क लाइब्रेरीको अगाडि छ. I'm assuming त्यो ओपन छ भने चाहिँ I'll grab a coffee as a treat for myself. Let's see how it goes. So large long black, another brand, D Lozarino coffee. So last time to मैले library आउँदाखेरि ट्राई गरेको थिएँ यो कफी and I really liked the taste. So let's see, why shouldn't I give it a try भनेर छ. So it's like 2 बज्न लाग्यो. So I make sure I don't consume any caffeine past 2. So अहिले नै खाइहाल्छु so that म post workout मा चाहिँ I can have it at home. So होम पनि हाम्रो few minutes away छ. So alright, यसैको साथ आज हामी यो भिडियो यहाँ इन्ड गरिदिन्छौँ. मनदेखि नै मन पऱ्यो भने लाइक अनि सब्सक्राइब गरिदिनु होला. Stay curious, keep lifting. I'll see you in the next video. Peace out.